कसरी लडेको छ कसरी भन्दाखेरि त्यसको बारेमा कसरी लडेको छ यो घर किन भत्का यो गर हैन अनि यो गर्छ हैन म आए हैन अनि ओइ भाइ हप्ता निकाल भनेको निकालेन हप्ता निकाल भनेन निकालेन हैन त्यस्तो नभन्नु नि अर्को कुरा किन भत्का भन्ने सोधेको छु अब ए किन भत्का भन्दाखेरि यो चाहिँ अब अलि अब सुकुम्बासु पर्यो के अनि बालेन सरकारले जे पनि गरिराख राम्रो काम गरिराख तर बालेन सरकारले नराम्रो काम नि अलिअलि गरिराख अनि नराम्रो काम चाहिँ गाडो गाइस पर्नु पर्नु दुनिया ठिकला के कसलाई दिदीहरु छ लड्न छैन दिदीहरु लड्यो भने सिंगे मर्छ त गाडो रहेछ हैन घर खतरा भत्काइया रहेछ बास काट्न जानुपर्छ उले बास काट्न जानुपर्छ यही छ बास होइन फेरि नगर उयो बास काट्न जानुपर्छ कुन बास उयो बास फेरि मान्छे पुगेन चप हामी अरि जाने हैन अनि हैन त मा बालेन भन्न मिल्दैन मलाई बालेनको फ्यान कन्टीमा भोट ड्याङ्का ड्याङ भइसक्यो भोट कता म उभिन्छु बसे खाँदा बच्चा कस्तो कुरा सब भत्कायो हेर्नु त गाइस किन भत्कायो रोइदैन रोइदैन भन भाइ अब जाइदैन ब्लग भनेको बलियो बनाउनु होइन कति बना कसम लगाउँदिन शनिबार चलि म यहाँनिर नजाम जाम न नजाम के अनि भने एउटा एउटा चपचटी दिन्छ अरे भने पखाडी त्यसको गफ चाहिँ आमा बाबुलाई जाम के यार हामी सन्दीपकै घर आइपुग्यौँ यार सन्दीपको घर चल्यौँ त्यो बोला कहाँ मरिला त नि ओइ ओइ हेर्नु त सुकुम्बासी बस्ती यस्तो राम्रो तमा भत्काइएको छ सन्दीपको घर हिँड है अहिले होटल छ सन्दीपको आफ्नै आफ्नै खोला निर्माण हुँदैछ गाइस अब बर्खा लाग्यो नि त मासु भात बङ्का बङ्लाएर खाइदिने बोल्न यार म यहाँ के बनाइरहेको छु त के भन्छस् खोला निर्माण हुँदैछ कट गर्दैन किनकि अब बर्खा लाउन लाग्यो नि त हेर्नु यस्तोसँग घर भत्काइएको छ नराम्रो लाग्यो नराम्रो लाग्यो मेरो दाँतबाट आँसु निस्क्यो नराम्रो लाग्यो ओ माई गड ओइ रमाइलो भयो यार हैन सुकुम्बासी बस्ती भनेर भनिएको छ भाइ चाहिँ यसरी लड्न लागेको थियो रडे हैन नि त लड्नु पो लाग्यो त्यो बोकाले के बोकेर साइकल सरी मेरो साइकललाई उल्टी हान्न लागिरह साइकल पो रहेछ त्यो घरहरू यस्तोसँग भत्किएको छ बुढा लगा बुढा दाँतबाट अब रगत निक्लेर जानु के भयो दाँतबाट उ आयो आँसु ओ जाने हो भालेको भाले के भाले काभ्रेली भाले त्यसको लुगा पछि जाने हो उतै बुद्ध महलको तल हेर्नुहोस् है खोलाको किनारमा चाहिँ निर्माण कार्य भइरहेको छ किनकि अब असार साउन भदौ असोज कार्तिक मौसिर पुस 10 सबै महिना लाग्नु सुरु भइसक्यो नि त कसलाई थाहा छैन र सबै महिना लाग्दैन मेरो लागि यताबाट हिँड त सिधा हिँड्न मनकल्डेन अलि पाछा नभए चिन्नु भयो जे पनि होइन मोटो भएर हिजो भर्खर हातमा चाहिँ आज स्कुल पनि भइसक्यो भन्छस् हिजो होइन 150 सम्म पुग्नु पर्यो है टोक्छ क्या आयो हात दिएर के हात भनौँला त्यही त त्यहाँ फाइनल गर्नु न तपाईँ फाइनल गर्नु यसले भाउदिएन भने बरु रिसर्च कि भाउदिनु पर्छ भाउदियो भने के गर्नु तिमीहरूको त हड्डी पनि भेटिन्छ यसको लागि तिमीहरूको त हड्डी पनि हिँड्दैन यसको लागि भाउदिन भनेर रिस उठ्छ कि हात दिए साथी भनेछ आफ्नो जस्तै पढेर आएको छ साथी बुझाउनु छ ए त्यसको त म्याचको चाहिँ उठाएर लिएर आएको छ मैले साथीको भन्नु न मन्दिरको कपी उठाएर
भगत देख्यो अनि देखाएको छु कि देखाएको छु हेरिसक्यो तिमीहरूको त प्रोजेक्ट चेक भइसक्यो होइन अस्ति नै बा त्यो के त्यो डे बाई डे होइन मैले नि मोबाइल लिएर आउनु पर्ने छु मेरो आइडी इङ्ग्लिसको के इङ्ग्लिसको पहिलाको आइडी हो 97 67 कि 62 कहाँ होला त्यो अब त अतो निकनेम के राखेको छु हाइट मलाई निकनेम हेर्नु मन लाग्यो यसको मेरो तेरो यो आइडीमा त फ्रेन्ड पनि छैन यो आइडी नै थाहा फेरि मलाई प्रमोद स्कुल भयो प्रमोदको यो आइडी थाहा तँलाई मेरो थाहा छैन म अलिक किन खेल्दैन नामान्थ्यो त नामबाटै आइहाल्यो ए हो साँच्ची अनि अब ऊ पाइसक्यो यार दुवो पार्टीको ऊ पाइसक्यो एसडिएम चम्चा राख्नु पर्दैन रजनीले त खतै गरेर के राजा के अन्त लिया भन्दा बढी मन खान्छ निकनेमै राखेको छैन रहेछ गाउँ जान्छु भन्दा थियो जान्छ गिल्ले रे तिन लेभल तेरो गिल्लो होइन एडी छेत्रीको गिल्लो बुझेको यार गोजोले ला पढाउन म के भयो कसको पढ्छ के ए भाइ फ्रेन्ड रिक्वेस्ट पढाएको आयो ल बाई बाई अब एक घन्टा सुत्दै त हो तिमीले क्या त्यसले एक घन्टा बितेर त फोन धेरै गाउँमा गयो भने इङ्ग्लिसको ल्याङ्ग्वेज छैन त्यो दुइटा मन पर्छ पोर्टुगिज सबै भेटिसक्यो छोडा म चलाउँदैन भाइ मन चलाउने ल बाई बाई ए सन्दीप स्कुलमा भेटौँला म भोलितिर आउँछु होला फेरि भोलि चाहिँ म अलिक पर्सनल लिएर पर्सनल आउँछु होला उही मेरो मोबाइल 100% चार्ज हुन्छ घर चल्दिने मेरो पछिमा मेरो 56 छ आज बिहे अगाडि बस म चलाउँछु कसै मेरो बस्छ मान्छ सक्दैन यसको हिम्मतै हुनु पर्यो मैले जस्तो चलाउनु सक्दैन यसले यो सबै उनीहरूको आदि हो मलाई के भन्छु हेर्नु हाम्रा कति जाने भन्छु मैले त्यति गरेर ठुलो हिरो भन्छ सक्सेसमा त्यहाँ राखेको त्यहाँ मेरो जस्तो राख्नु मैले कस्तो हप्ता भयो बस भन्नलाई त्यस्तो म त स्टेपमा घुराउँदैन अर्को नि मर 7 वर्ष साइकल चला मान्छेलाई मैले ट्रेनिङ गरेर त्यसलाई काममा भन्दा चाहिँ त्यसको ट्याक्सहरू टर्नै छ नि त सन्दीपको अनि कति पुग्यो भन्नु भएको नभनेको अस्ति नै हाम्रो भन्दा 120 जना पुगेको थियो मेसेन्जरमा 120 मोबाइलमा गरेको खालि बाटाघाट अरे कहाँ तो ये पड़ेगा जाऊ न बरु दार्जिलिङ भालेको साबिला फेरि गर्दै
केही होइन गाउँमा के साह्रै म त कुन चलाउँछु साइकल म तपाईँ यस्तो जाने कस्तो अहिले के हो बसेर सिक्ने बेला हो हो यो म त्यही गर्छु टेक्नोलोजी यो चाहिँ के हो गर्दा गर्दा खुट्टा भेट्ला गर ए बस बस आगो लगाउँछु कोमा आयो लगेच बाइस धारा मेला अब भित्र छिरेपछिको अवस्था अब देखाउने छु हेर्नु होला अब बालोज बाइस धारा मेला अहिले किन्ने हो भित्र होइन अब कहाँ बाहिर बस्छ त नि अब पर्दैन यत्रो मान्छेले टिकट काट्छ हेर्नुहोस् अब भित्र म देखाउँछु ए हिँडेको फर्केर बस्यो निमिषा के भयो बेलुन किन्ने हो हेर्नुहोस् बाइस धारा मेला चाहिँ ठिकठाकै रहेछ होइन भक्तजनहरू पनि ठिकै तर बिहान चाहिँ धेरै आउनुहुन्छ अनि 200 अलिक कम हुन्छ 200 पनि यसपालि चाहिँ धेरै नै हुनुभएको रहेछ यता जाने अब मानु खै उनीहरू कहाँ गयो यता यता उहाँ मल्लिरहनु म बोलाएर मम्मी यता आउनु यता आउनु मन हुँदैछ यहाँ 6 वर्ष मात्रै हो मन्दिर आउने भन्छ अनि कहाँ हिँड्ने हो जाने हो नि त अब यहाँ जाने रे हिँड्छहरू गइसक्यो लाइनबाट हिँड्नु भन्दा नहिँड्ने भनेलाई त गइ उताकै लाइनमा गइसक्यो हे यता गए भने त्यो लाइन गएर गइसक्यो हे बोलाउँदा चाहिँ यता जाने हुन्छ अनि आउनु हिँड्नु छैन मान्छेहरू यता गइसक्नु भयो यता उनीहरू चाहिँ मान्छे पागल घुम्नु यार लाइनमै थियो फेरि उहाँ अगाडि गएको दिदी लाइन त हो नि अब कहाँ बस्नु त अब अगाडि अनि खेल्यो हुन्छ यहाँ उता अगाडि मुख धोएर आउने त्यहाँबाट मुख धोएर